कस्तो लागिरहेछ हेर्नु त्यहाँ मिलाएर बुझ्नु होला हामी के को लागि भिडियो चाहिँ फोटोमा भिडियो बनाएको होइन। वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी चाहिँ यहाँतिर टक्क लगाएर घुमफिरहालौँ भनेर चाहिँ अनि म लगायत मेरा प्यारा प्यारा इष्टमित्रहरू घुम्न आइसकेको छौँ हामी भ्याउँसरमा। आज मान्छे पनि छैन, मान्छे नभएको बेला मौका छ कि यहाँ घुम्न आएको भनेर पनि भन्दैनौँ। अनि हिजो अस्ति चाहिँ मान्छे थियौँ के अरे, अनि आज चाहिँ मान्छे पनि छैन, त्यति मान्छे पनि देखेको छैन। तर के छैन, धेरै मान्छे भयो भने यहाँ भिडभाड हुन्छ अनि ऊ हुन्छ नि त। आज अलिक सुनसान पनि छ, मौसम पनि सुनसान छ। अहिले एकछिनपछि गडाङ गुडुङ गर्छ अनि पानी पर्न थाल्छ, त्यही हो। अनि त्यही हो, कोही नभएपछि यस्तै एक्लै लन्ठङ लन्ठङ। कोही छैन, हेर्नु न यहाँ पछाडि कोही छ, मेरो स्याडो बाइक कोही छैन। तर मैले देखिसकेँ, म एक्लै भन्ठानेर म आइरहेको थिएँ होइन। यहाँ चाहिँ हामीले देख्न सक्नुहुन्छ, राइड गरेर आउनु भयो होला। कस्तो लागिरहेछ तपाईँले? खोइ लाँदा एकछिन। आमा मान्छे भन्दै ठुलो रहेछ तेरो हेलमेट। उही हेट त्यही नै हो साथीहरू। अनि यो सिडी चढ्दा टाउको देखेर चाहिँ अलिकति मला जस्तो भइरहेछ। विजय वेट गर्नु होला एकछिन भए पनि, म एक्लै भनेर आएर चाहिँ होइन घुम्न। भेटिसक्यौँ हामीले। को हो यो? हेलो सन्चै हुनुहुन्छ भन्ने सन्चै हुनुहुन्छ सिक्री हराएको बुढो। हाम्रो चाहिँ के देख्न सक्नुहुन्छ, चियापत्ती मखमली। ए झापमा खोर भयो नि, जे भयो नि के हुँदैन। तल झर अब रमाइलो भइरहेछ है तँलाई? ओ देविका, के छ खबर? बोर्ड मात्र हो, काफल चाहिँ छैन। छन् त छ त्यो यत्रो कि होइन। खान मिल्छ। तपाईँलाई मेरो ब्लगमा स्वागत छ। धन्यवाद भन्नु। धन्यवाद कार्यक्रम सञ्चालकजी। गाछै तपाईँ कार्टुनभन्दा कम देखाएको छैन तपाईँले, ह्यान्डसम छ। अनि तपाईँले बाइक कति लाखमा किन्नुभयो भन्नु न? 25 लाखमा। हेलमेट चाहिँ कति लाखको होला? डर लागेर रुइरहेको थियो होइन? ओठै बङ्गा आइदिएर यसको काठ हो क्या? सिडीमा हो कि? आज मान्छे धेरै भयो, तैँले जानेरै भन्यो ल। उता के त हामी एक दिन सलिना हामी गएको थियौँ नि त टोटलीमा। त्यहाँ बरु खतरा थियो है। आमा यहाँ चाहिँ अलिक बिग्रिएछ कि सबै, म त चढ्दैन। सबै सेटलहरू सबै बिग्रिएछ, म चढ्दैन। चढ्ने भए जाऊ। किन नछिर्नु हो र? चिरा छ त यो चिरा। ल आमा अस्ति नै आएको थियो होइन एकचोटि,
त्यो भिडियो तपाईँहरूले हेर्नु भइसक्यो होला। फेरि पनि अब नेक्स्ट पार्ट लिएर चाहिँ हामी फेरि पनि यही टावरमा चढेर चाहिँ तपाईँहरूलाई अलिकति इन्ट्रेस्टिङवाला भिडियो लिएर आएको छ आज। त्यही हो अब इन्ट्रेस्टिङ चाहिँ यस्तै खालको छ, टावर चढ्ने उफ्रिने। हैट टुप्पोमै आयो के रे हामी त। रोमन तपाईँ सन्चै हुनुहुन्छ? हामी त यहाँ अब बिसन्चो होला जस्तो लागिरहेको। अब टुप्पोमा आएको धिर्बी हुन्छ त शरीरहरू सबै कामिरहेको छ के हो डलाएर होला है। हेर्नु भाइ म कहाँ चढेँ। मलाई डर लागेको छ नि यहाँ माथि चढेकोमा। मेरो त खुट्टै कामिरहेछ भने अलिअलि पानी पर्दैन तल पाउँछ अलिक फोहोर हुन्छ कि। घ्याङसरा हाम्रो ठिक चाहिँ बोक्नु पर्ने रहेछ कि है। मल अलिक एङ्गल माथि नआउने। फाइनली अब मलाई चाहिँ अलिकति डर तास चाहिँ अलिकति लाग्यो जस्तो अनुभव भइरहेको। यहाँ तल देख्न सक्छौँ उहाँहरू चाहिँ अलिक माथि आउन नसकेर तलै बसिरहेको हामीले देख्न सक्छौँ। अनि हामी चाहिँ यहाँ टक्क लगाएर माथि आएर चाहिँ कराइरहेको हामी पनि देख्न सक्छौँ। सो त्यही नै अब अलिकति मोबाइलमा चार्ज पनि छैन। सो गाइज अनि म चाहिँ अब तलतिर झर्न लाग्यो। यहाँ माथि बस्दा यहाँ अलिकति चक्कर चलिसक्यो, त्यही भएर हामी तल जाँदैछौँ। साथीभाइहरू यहाँ के अरे बसेर गाह्रो छ साथीभाइहरू। त्यसका बाजेको टाउको त कस्तो खुम्च्या त, मान्छे लड्ला जस्तो बनाएको छ त। अनि के यस्तो झर्नला अब यहाँबाट झर्नला तल आइपुग्छ सिधै। ल म झर्नला त्यही नै हो। अब हामी चाहिँ अब तल जान लाग्यो। अब क्यामेराले अलिकति साथ दिएको छैन के हो, क्यामेराले अलिकति साथ देखाएन आज। कालो न कालो आइरह। सो साथीहरू अनि घुमेर पनि आयो। लास्टै थाक्दो रहेछ यो सिडी चढ्न नि। अनि त्यही हो। अनि भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्टसम्म हालिदिनु पऱ्यो साथीभाइहरू। अनि टक्क लगाएर हाम्रो च्यानललाई पनि अलिकति बनाउनु पऱ्यो नि त, स्ट्रङ अलिक ठुलो बनाउनु पऱ्यो नि त हो। अहिले सानो छ, अब तपाईँहरूको साथ सपोर्टले त अलिकति ठुलो हुन्छ होला नि त। अनि त्यही भएर सो तपाईँहरूको साथ सपोर्ट चाहिँ बहुत चाहिरहेको छ मजाले। तर यहीँ बाटो आएको थियो अघि अनि मजाले आइदिउँ के अरे रमाइलो लाग्यो त्यहाँ माथि उसमा चढेर। सो त्यही नै हो। अब नेक्स्ट भ्लगतिर भेटौँ न। अब मलाई अलिकति थकित भइसक्यो। अब साथीभाइहरू कुरा बुझिदिनु होला। नेक्स्ट भ्लग लिएर म आउने छु। थ्याङ्क्स फर वाचिङ। अब 2-3 दिन ग्याप राखेर चाहिँ म अब भ्लग हान्नेछु। डेली भ्लग हान्न त अलिकति गाह्रो हुन्छ नि त, एडिट गर्न गाह्रो हुन्छ। हेर्नलाई मात्र सजिलो, अलिक भोग्नेले थाहा हुन्छ सबै कुरा। अब त्यो साथीभाइहरू अलिक बुझिदिनु होला मिलाएर भन्दै म आजको भिडियो चाहिँ यहीँतिर व्यवस्था हान्न गइरहेको छु। हस्त धन्यवाद।